सम्पूर्ण दर्शकलाई गुड मर्निङ छ र आज 3 खेल रहनेछन्। प्रभुराम राई फुटबल प्रतियोगिता जुन विफामा सञ्चालन भएको छ, हिजोबाट सञ्चालन भएको प्रतियोगिता आज 3 खेल रहनेछन् र goalneval.com बाट हामी तपाईँलाई प्रत्यक्ष लाइभ देखाउनेछौँ र हामी तपाईँलाई यो ब्लग्सबाट पनि तपाईँलाई केही जानकारी दिनेछौँ र हामीसँगै रहनुहोला र हामी अब भने ग्राउन्डतर्फ लाग्दैछौँ। नमस्ते सम्पूर्ण दर्शकलाई, हामी यो खेल मैदानमा आइसकेका छौँ। यलम्बर खेल मैदान हो र आज 3 खेलको सेड्युल रहनेछ र हामी goalneval.com बाट प्रत्यक्ष प्रसारण देखाउनेछौँ र हामी देख्न सक्छौँ वीरेन गुरुङ, खोटाङ गाइक मात्रा जल्दो बल्दो रेफ्री र यो खेल मैदान हो र तपाईँले देख्न सक्नुहुनेछ 11 साइड प्रतियोगिता यलम्बर खेल मैदान प्रभुराम राई आमन्त्रित कप फुटबल प्रतियोगिता 2082 र goalneval.com हामी खेल मैदानमा आइसकेका छौँ र आज 3 खेल। तपाईहरु कतिको एक्साइटेड हुनुहुन्छ कमेन्ट बक्समा लेख्नुहोला र यो भिडियो पनि हेर्नुहोस् र goalneval.com पनि हेर्नुहोला र यो खेल मैदान हो। यो प्रत्यक्ष प्रसारण हामी तपाईलाई देखाउनेछौँ यो खेल मैदानबाट र वी आर कमिङ है। अहिले चाहिँ हामी ट्याक्कै हाम्रो लाइभ गर्ने स्ट्यान्डमा रहेका छौँ र आज 3 खेलको सेड्युल छ हैन। हामी तपाईलाई प्रत्यक्ष प्रसारण goalneval.com बाट देखाउनेछौँ र ब्याकग्राउन्डमा यो खेल मैदान हामी देखाइरहेका छौँ। यो बुइपा हो, खोटाङ बुइपा, सायद तपाईँले सुन्नुभएको छ होला। आज 3 खेल, हिजो पहिलो खेल भने बुइपा 11 स्पोर्ट क्लबले 4-0 को जित निकालेको थियो ऐसिलु खर्क गाउँपालिकालाई र यहाँ लास्ट इयर हामी प्रतिस्तरीय महिला गोल्ड कप हुँदा पनि आएका थियौँ, जुनमा चाहिँ धेरै डिफ्रेन्ट भइसकेको छ। त्यतिखेर भन्दा अहिलेको हेर्न सक्छौँ हामीले यो प्याराफिट बनेको छ, हामीले यो लाइभ गर्ने स्ट्यान्ड बनेको छ, त्यसगरी धेरै चेन्जेस भइसकेको छ र त्यो चेन्जेसहरू हामी देख्न सक्छौँ। बुइपा खेल मैदानले पनि निकै राम्रो गरेको छ र अब खेल मैदानको कुरा यो 11 साइड त्यहीमाथि झार भएको खेल मैदान, सायद खोटाङ जिल्लामा एउटा मात्र खेल मैदान होला जुन यलम्बर खेल मैदान रहेको छ। र आज 3 खेल goalneval.com मा हेर्नुहोला, यो ब्लग्स पनि हेर्नुहोस्, हामीलाई पनि साथ दिनुहोस्, माया गर्नुहोस्, सपोर्ट गर्नुहोला। हामी तपाईलाई यो प्रत्यक्ष प्रसारण खोटाङको बुइपाबाट यो यलम्बर खेल मैदानबाट यो प्रत्यक्ष लाइभ देखाइरहेका छौँ। यो प्रभुराम राई आमन्त्रित कप फुटबल प्रतियोगिता हो। यो दोस्रो दिनको पहिलो खेल हो। अहिलेसम्म खरम्बु स्पोर्ट क्लब 4-0 गोल अगाडि छ खोटाङ फुटबल एकाडेमी विरुद्ध। यो दोस्रो हाफको खेल चलिरहेको छ। यो पछाडि 2वटा खेलहरू बाँकी छ, हामी देख्न सक्छौँ। खेलाडी परिवर्तन भएका छन्। खरम्बु स्पोर्ट क्लबको तर्फबाट जर्सी नम्बर 9 का भुवन श्रेष्ठको स्थानमा जर्सी नम्बर 23 का जीवन परियार खेल मैदान प्रवेश गर्नेछन्। अब र तपाईहरुको अवसर हेर्दै हुनुहुन्छ कमेन्ट बक्समा लेख्नुहोला, भिडियोलाई शेयर गर्नुहोला के अन्तर घटाउन सक्छ खोटाङ फुटबल एकाडेमीले, त्यो पनि हामीलाई कमेन्ट बक्समा लेखिदिनु होला।